साथीहरू, यो घिरौला साँच्चीकै नमिठो छ र भनेको। यसलाई कति हेला गरेको होला है मान्छेहरूले। यसलाई उडाउनुसम्म उडाएको छन् कि अझ यो टिकटक आएपछि त घिरौलाको यति बिल्ला भएको छ नि कुरै नगरौँ के। हुन त राम्रो कुराको अलिकति धेरै नै फाइदा उठाउने र सोझो मान्छेलाई अलिकति उडाउने मानिसहरूको बानी नै हुन्छ। अब तोरीको साग, धनियाँ, चम्सुर पालुङ्गो जस्तो एकचोटि टिपेर सकिने भए पो अलिकति भ्यालु हुन्छ होइन। घिरौला त बिचरा उम्रेर फल्न थालेदेखिको फलेको फले 3-4 महिना मजाले फलिरहेको हुन्छ। अनि मान्छेहरूलाई त्यसको भ्यालु नभएको होला कि सायद। मलाई चाहिँ घिरौला जसरी बनाए पनि मनपर्छ। कहिले भटमास राखेर, कहिले आलु राखेर, कहिले यत्तिकै, अनि कहिले मासु राखेर। हेर्नुहोस् त आज चाहिँ मैले मासु राखेर बनाएको छु। के गर्नु, भाइहरू किचकिच गरिराख्छन् घिरौला खान, यो खान, त्यो खान भनेर। त्यही भएर आज मैले तिनीहरूलाई भुल्याउनलाई यस्तो खतरा गरेर बनाइदिएको छु नि साथीहरू। हेर्दै कस्तो खाउँ भएको छ। लभ यु अल साथीहरू, ह्याभ अ ग्रेट डे।